नारा होइन नीति चाहिन्छ, भाषण होइन काम चाहिन्छ, आवाज होइन अवसर चाहिन्छ। नमस्कार, आज म कुनै पार्टीको कुरा गर्न आएको छैन, कुनै नेताको प्रशंसा गर्न आएको छैन, कुनै राजनीति गर्न पनि आएको छैन। आज म एउटा कुरा गर्न आएको छु, हाम्रो यथार्थ, हाम्रो देशको यथार्थ, हाम्रो युवाको यथार्थ। आज हामी यस्तो देशमा छौँ जहाँ युवा छन्, ऊर्जा छ, क्षमता छ, मेहनत गर्ने चाहना छ, तर अवसर छैन। यही कारण आज युवाहरू सपना बोकेर होइन, बाध्यता बोकेर देश छोडिरहेका छन्। कोही खुसी भएर आमा बुवा छोड्दैनन्, कोही रहरले जन्मभूमि छोड्दैनन्, कोही चाहेर संस्कृति र माटोबाट टाढा जाँदैनन्। तर जब देशमै रोजगारी हुँदैन, योग्यता अनुसार काम पाइँदैन, मेहनतको कदर हुँदैन, त्यति बेला विदेश विकल्प होइन बाध्यता बन्छ। आज हामी सोध्छौँ युवा किन विदेशिन्छन्, तर साँचो प्रश्न यो हुनुपर्छ, युवालाई देशमै किन टिक्न दिएन। आज हजारौँ युवा सिप लिएर विदेश गएका छन्, त्यही सिपले विदेशको अर्थतन्त्र बलियो बनिरहेको छ, तर आफ्नै देशमा त्यही सिपको मूल्य छैन। यो युवाको कमजोरी होइन, यो युवाको असफलता होइन, यो व्यवस्थाको असफलता हो। आजको समस्या बेरोजगारी मात्र होइन, आशा बेरोजगारी हो। युवाले भविष्य खोजिरहेका छन्, तर सिस्टम मौन छ। युवाले अवसर खोजिरहेका छन्, तर नीति अल्मलिएको छ। देशले युवालाई बोझ ठान्यो, त्यसैले युवाले देशलाई विकल्प ठान्न थाले। तर एउटा कुरा स्पष्ट छ, देशका युवा कमजोर छैनन्। अवसर पाए भने यही माटोमा इतिहास लेख्न सक्छन्। आज देश रेमिट्यान्सले चलेको छ, तर सोच्नुहोस्, यदि यही युवा देशमै रोजगारी पाए भने देश कति बलियो हुन्थ्यो। युवा पलायन देशको सफलता होइन, देशको चेतावनी हो। यदि आज पनि बेरोजगारीलाई गम्भीर नलिने हो भने भोलि गाउँ खाली हुनेछ, सहर थाक्नेछ र एयरपोर्ट भरिनेछ। हामीलाई देश छोड्ने युवा होइन, देश बनाउने युवा चाहिएको हो। तर त्यसका लागि नारा होइन नीति चाहिन्छ, भाषण होइन काम चाहिन्छ, आवाज होइन अवसर चाहिन्छ। अन्त्यमा युवालाई एउटा कुरा, तिमी दोषी होइनौ, तिमी कमजोरी होइनौ, तिमी परिस्थितिसँग लडिरहेका छौ। र देशले एउटा कुरा, युवालाई गुमाएर कुनै पनि देश समृद्ध हुँदैन। यदि देशले युवाको भविष्य सूचित गर्न सक्दैन भने युवाले देश बाहिर भविष्य खोज्न गलत होइन। धन्यवाद।